आजको मुख्य समाचारहरूमा तपाईलाई स्वागत छ। नयाँ सरकार पारदर्शिता अभियान अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले आइतबार अप्रिल 12 2026 मा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नम्बर 1 मा बताइएको छ प्रधानमन्त्री बालेन्द्र शाहको सूची विवरण। प्रधानमन्त्री बालेनको आम्दानीको रोचक स्रोत डिजिटल प्लेटफर्म देखाइएको छ। उनीले फेसबुक, युट्युब र टिकटकबाट मुख्य आम्दानी हुन् भनेर उल्लेख गरेका छन्। बालेन्द्र शाहको नगद मौजदात बैंक खातामा 1 करोड 46 लाख रुपैयाँ भएको बताइएको छ। सुन चाँदीको कुरा गर्दा बालेन्द्र शाहको श्रीमती सबिना काफ्लेको नाममा 190 तोला सुन र चाँदीको प्रमाण खुलेको छ। अब कुरा गरौँ जग्गा जमिन। काठमाडौँ KMC 9 मा बालेनको जग्गा 5 आना रहेको बताइएको छ र धनुषामा 1.2 बिघा र महोत्तरीमा 9 बिघा स्वर्गीय बुबाको नाममा रहेको बताइएको छ। अब कुरा गरौँ डिजिटल सम्पत्ति। बालेन्द्र शाहको फेसबुकमा 40 लाख र युट्युबमा 12 लाख बढी फलोअर्सबाट हुने कमाईको मुख्य स्रोत मानिएको छ। अब कुरा गरौँ गृहमन्त्री सुदन गुरुङको। गृहमन्त्री सुदन गुरुङको सम्पत्तिमा जग्गा र सेयरको लगानीको ठूलो हिस्सा देखाएको छ। अब कुरा गरौँ जग्गाको। धनकुटामा करिब 20 रोपनी, चितवनमा 30 कट्ठा र गोर्खामा 221 रोपनी बाजेको नाममा रहेको बताइएको छ। सुदन गुरुङको बैंक खातामा करिब 62 लाख 60 हजार रुपैयाँ देखाइएको छ। अब कुरा गरौँ सुन चाँदीको। सुदन गुरुङको 89 तोला सुन र 6 केजी चाँदी रहेको बताइएको छ। उनको मुख्य स्रोत सेयर लगानी बताइएको छ। विभिन्न कम्पनीहरूमा करिब 2 करोड 74 लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको देखाइएको छ। उनीसँग 48 लाख रुपैयाँको एउटा कार रहेको बताइएको छ। यति थियो आजको मुख्य समाचार। भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, सेयर गर्नुहोला।